नमस्कार साथीहो। आज हामी चाहिँ एउटा कतारको एउटा चर्चित यो भिलाजु मलमा चाहिँ आएको छौँ र अहिले चाहिँ म भिलाजु मलको चाहिँ बाहिर पार्किङ एरियामा चाहिँ एउटा तपाईँलाई त्यहाँको चाहिँ एरिया चाहिँ देखाउँदैछु साथीहो। अनि तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ टक्क लाएर चाहिँ यहाँनिर पार्किङ एरिया छ। अनि त्यसपछि यता साइडमा चाहिँ मेट्रो छ, मेट्रो स्टेसन। अनि ठिक अगाडि मेट्रो स्टेसनको चाहिँ अगाडिपट्टि चाहिँ यो टावर छ तपाईहरु देख्न सक्नुहुन्छ यो टावर चाहिँ। अहिले चाहिँ मैले चाहिँ अब भित्र प्रवेश गर्दैछु साथी हो। अनि म चाहिँ अहिले भित्र प्रवेश गरेछु। अनि यो चाहिँ मल आफ्नो एउटा सुन्दर इटाली शैलीमा चाहिँ डिजाइनहरु चाहिँ बनाएको छ तपाईहरु देख्न सक्नुहुन्छ। यो अगाडिपट्टि चाहिँ एउटा नहर छ अनि त्यसपछि तपाईलाई देखाउने छु अनि यसको चाहिँ एउटा गोडेस राइडको एउटा चाहिँ ढुङ्गाहरु चाहिँ तपाईले एकदम सहयोग गर्न सक्नुहुन्छ तपाईहरु प्रवेश गर्न साथसाथै यहाँनिर चाहिँ यति आकर्षण छ कि साथी हो। तपाईहरु एकदम तपाईहरुलाई मैले भनेको थिएँ नि त यहाँनिर चाहिँ ढुङ्गा छ त्यसपछि नहर छ। यहाँनिर चाहिँ एकदम ढुङ्गामा चढेर चाहिँ तपाईँ एकदम सहयोग गर्न सक्नुहुन्छ, आनन्द लिन्छ, इन्टरटेनमेन्ट लिन सकिन्छ अनि साथसाथै भनेको चाहिँ एउटा यहाँको चाहिँ एउटा प्रसिद्ध भनेको चाहिँ एउटा अनि छ नि त अनि यहाँ चाहिँ अनि विभिन्न विश्वको एउटा धेरै एउटा प्रसिद्ध एउटा ब्रान्ड कपडाहरू, जुत्ताहरू, घडी, इलेक्ट्रिक सामानहरू तपाईले एकदम पाउन सकिन्छ अनि मेन स्पेसली भनेको चाहिँ यहाँनिर चाहिँ अब हुन्छ नि आकाशहरू पनि स्काईहरू पनि एकदम नियर देखिन्छ तपाईले टक्क लाएर चाहिँ एउटा यो भित्र गइसकेपछि एकदम धुप्प हुन्छ कि पानी परेको जस्तो अनुभव फिलिङहरू चाहिँ तपाईहरुले एकदम महसुस गर्न सकिन्छ तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ एउटा 3D टाइपको नेचुरल त यो स्काई चाहिँ एउटा अनि तपाईले यस्तो राम्रोसँग चाहिँ एउटा अब हुन्छ नि एउटा पानी परेको जस्तो एउटा महसुसहरू चाहिँ लिन सकिन्छ तपाईले देख्न सक्नुहुन्छ जुत्ता चप्पलहरू अनि यहाँनिर चाहिँ भित्र हुन्छ नि त्यसपछि हाम्रो एउटा यो भित्र घुमिसकेपछि एउटा किनमेल खानपानको लागि चाहिँ एउटा उत्कृष्ट व्यवस्थापनहरू पनि छ यहाँनिर विभिन्न रेस्टुरेन्ट अनि क्याफे अनि फुड कर्नरहरू पनि इत्यादि पनि विभिन्न छ अनि साथसाथै अनि त्यसपछि बालबालिकाहरूको लागि पनि एकदम खेल्न क्षेत्रहरूमा चाहिँ मनोरञ्जन एउटा विभिन्न गतिविधिहरू आरामदायी वातावरणले यसलाई चाहिँ महललाई चाहिँ एउटा कतारको एउटा लोकप्रिय गन्तव्य पनि बनाएको छ साथी हो। अनि तपाईहरु पनि यदि कतार मा आउँदैछ भने एकपटक चाहिँ यो भिलाजु मलहरू घुम्नु होला अत्यन्त एकदम सुन्दर छ कि यो चाहिँ अनि त्यसपछि अब तपाईहरुलाई एकदम त्यो पनि एकदम फेरि अनि तपाईहरु देख्न सक्नुहुन्छ एकदम डिजाइन अनि हेर्नु त साथी हो यस्तो लाइटिङहरू एकदम दामी छ नेपालको चाहिँ एउटा हुन्छ नि नेपालको चाहिँ ठमेल अनि त्यस्तै टाइपको यहाँनिर चाहिँ ठमेलाहरू पनि सामानहरूलाई चाहिँ प्रोडक्ट्सहरू चाहिँ अत्यन्त एक्सपिरियन्स हुन्छ नि त अनि त्यस्तै यो पनि एकदम अलिकति एक्सपिरियन्स अलिकति गुणस्तरीय क्वालिटी यस्तो सामानहरू चाहिँ यहाँनिर चाहिँ अब पाउँछ साथी हो। त्यसैले तपाईहरु पनि अनि आउन सक्छ, अत्यन्त रमाइलो छ तपाईहरुले देख्न सक्नुहुन्छ घडीहरू अनि पर्फ्युमहरू यस्तो विभिन्नहरू सामानहरूलाई चाहिँ एकदम तपाईले यहाँनिर चाहिँ एकदम क्वालिटी राम्रोसँग चाहिँ पाउनेछ साथी हो। यसले तपाईहरु पनि यसपरि यदि तपाईहरु चाहिँ कतार घुम्न आएको छ भने एकपटक चाहिँ यो ठाउँ चाहिँ घुम्नु होला किनकि अत्यन्त रमाइलो छ तपाईहरुले देखेर महसुस गर्ने यो चाहिँ ठाउँ छुटाउनु हुँदैन भन्ने मलाई पनि लागिरहेको छ यस्तो राम्रो छ। जस मैले चाहिँ घुमेर इन्टरटेनमेन्ट लिइसक्यो साथी हो। तपाईहरु पनि आउनु होला, घुम्नु होला, रमाइलो इन्जोय गर्नु होला भन्दै म अर्को नेक्स्ट भिडियोमा लिएर आउँदैछु। आजलाई चाहिँ बाइ बाइ।